अब मैले अघि त के गरेँ भन्दाखेरि यो कुराहरूलाई चाहिँ मैले सिम्पल प्लट गरिदिएँ है। मेरो यो जुन जुन डेटाहरू थियो एक्स र वाइ एक्स र वाइ एक्स र वाइ यसरी पोइन्ट 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 बनाएर मैले प्लट गरिदिएँ। अब मेरो नेक्स्ट स्टेप के हुन्छ त है, अलिकति मैले यहाँ चेन्ज गरेको छु है। मैले 1 2 3 4 भनेर लेखेँ है त। एकको भ्यालु 1 युनिटको भ्यालु 10 क्यु है। सो यो 1 भनेको 10 क्यु हो, 2 भनेको 20 क्यु हो, 3 भनेको 30 क्यु हो है। यसलाई चाहिँ मैले अलिकति सजिलो बनाउनको लागि यहाँ लेखिदिएको छु है। अब मैले के गर्छु भन्दाखेरि लिनियर रिग्रेसनमा चाहिँ मैले एउटा लाइन पत्ता लगाउनु पर्ने हुन्छ है। त्यो लाइनको थ्रुबाट चाहिँ मैले भ्यालु पत्ता लगाउँछु है। मैले अघि हजुरलाई के सोधेको थिएँ, 11 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी कति होला त है। 11 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी कति होला त, यो कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्ने थियो नि त अघि न, होइन। अब यो कुरा नै हामी हेर्छौँ है त। अब सेम त्यही प्लट नै हो। अब मैले यही प्लटलाई नै यतापट्टि सारेँ है। मसँग डेटा पनि छ, 1 वर्षको 35, 2 वर्षको 40, 3 वर्षको 45, 4 वर्षको 50 डेटा छ। यो डेटाहरू भनेको यही हो है। डेटालाई मैले यसरी प्लट गरिदिएको यहाँनिर सारेर, यहाँ सबैले बुझ्नु भएको छ है। अब मैले के गर्छु भने लिनियर रिग्रेसनमा चाहिँ मैले के गर्नुपर्छ भने एउटा लाइन चाहिँ मैले ड्र गर्नुपर्छ है। अब यो लाइन जहाँबाट नि हुनसक्छ, यहाँबाट नि हुनसक्छ, अर यहाँबाट नि हुनसक्छ है। यस्तो पनि हुनसक्छ, यस्तो पनि हुनसक्छ, जस्तो पनि हुनसक्छ लाइन। मैले एउटा लाइन ड्र गर्नु पर्यो। कस्तो खालको लाइन ड्र गर्नु पर्यो भन्दाखेरि एउटा स्ट्रेट लाइन ड्र गर्नु पर्यो जुन चाहिँ मेरो पोइन्टको नजिकबाट जाओस् है, नजिकबाट गएको हुनु पर्यो त्यो। अब जस्तै कि मैले अर्को कलर चुज गरेँ है। मेरो लाइनको नजिकबाट जानु पर्यो भनेपछि अब यो लाइन चुज गर्दा बेटर होला नि त है। यो लाइन त के भएको छ, ट्याक्कै झन् छोरै गइदिएको छ, नजिकबाट पनि होइन, नजिकमा नजिकबाट मात्र होइन, छोएर नै गएको छ। सो यो लाइन चाहिँ चुज गरेँ मैले। ल, लिनियर रिग्रेसनमा मैले एउटा लाइन चुज गर्छु है त। मेरो डेटा पोइन्टहरूको नजिकबाट जाने एउटा लाइनलाई चाहिँ मैले बनाउँछु। सो मैले एउटा लाइन बनाएँ। अब यो लाइनको थ्रुबाट यो लाइनलाई मैले जति उता लान मिल्यो है। यो लाइनको थ्रुबाट अब मैले के कुरा पत्ता लगाउँछु भन्दाखेरि 11 वर्ष काम गरेको मान्छेको स्यालेरी कति हुन्छ त्यो कुरा पत्ता लगाउँछु। अब अघि नै के भएको थियो हेर्नु त, अघि नै लाइन हो नि त यो। 1 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी यो 3 भनेको 30 है, त्यो बिचमा पऱ्यो भने चाहिँ 35,000। 2 वर्ष कोही मान्छे काम गर्छ भने उसको स्यालेरी 40,000 थियो। 3 वर्ष कोही मान्छे काम गर्छ भनेदेखि त्यसको स्यालेरी कति थियो, 3 वर्षको 45,000। अब हेर्नु त, यहाँनिर 11 वर्ष कोही मान्छे काम गर्छ भने मैले सिधै यो लाइनबाट टक्कै लाइनमा ठोक्काइदिएर यसरी यता साइडमा हेऱ्यो भने त थाहा पाउँछु नि त मैले। कोही मान्छे 11 वर्ष काम गर्दो रहेछ भने यसको स्यालेरी कति हुँदो रहेछ, 90,000 हुँदो रहेछ। सो यो केबाट थाहा भयो, लाइनबाट थाहा भयो है। सो लिनियर रिग्रेसनमा मैले के थाहा पाउनु पऱ्यो, मैले एउटा चाहिँ लाइन बनाउनु पऱ्यो, ओकेन। यहाँबाट मैले लाइन बनाएँ। अब यो लाइनको थ्रुबाट ठक्क मैले यसरी 11 वर्ष टक्क यहाँनिर लाइनमा ठोक्काइदिएँ। अनि यताबाट वाइ एक्सिसमा हेर्दाखेरि के भ्यालु देखेँ, 90, 9देखि 90,000 भनेपछि अब 11 वर्ष काम गरेको मान्छेको 90 हुँदो रहेछ। त्यसै गरी 12को के हुन्थ्यो होला त, फेरि यहाँ 12 राख्थेँ मैले है। टक्कै यहाँबाट सर माथि बनाउँथ्यो, लाइनमा ठोक्थ्यो, लाइन ठोकेर यता लेफ्ट साइडमा हेर्दाखेरि कति आउँथ्यो, 95 आउँथ्यो है। त यसरी चाहिँ मेरो लाइनले चाहिँ मेरो भ्यालु चाहिँ प्रिडिक्सन गर्न सक्छ। त्यो चाहिँ केमा हुन्छ, लिनियर रिग्रेसनमा हुन्छ। सो मेरो काम भनेको के हो, एउटा बेस्ट लाइन निकाल्नु हो। अब यसमा पनि एउटा कुरा बुझ्नुपर्छ हामीले है। यो लाइन त मैले टक्कै यहाँबाट बनाएँ, मेरो भ्यालु करेक्ट आयो एकदमै है। अब मैले के गर्छु भने लाइन त बनाइयो होइन, अब लाइन त बनाइयो। अब जस्तो कि मैले लाइन यस्तो बनाएँ अरे, ल सपोज लाइन यस्तो बनाइदिएँ अरे। मैले लिनियर रिग्रेसनमा के भनेको छ, लाइन बनाउँछौँ, लाइनको थ्रुबाट भ्यालु पत्ता लगाउँछौँ भनेको छौँ नि त। अब मैले यस्तो लाइन बनाइदिएँ, यस्तो लाइन बनाएर कि मेरो भ्यालु राइट आउँछ त, हेरौँ है त। अब मैले यस्तो लाइन बनाइदिएँ अनि
पत्ता लगाउन खोजेँ है त 11 वर्ष काम गरेको मान्छेको स्यालेरी यहाँ ठोक्यो साइडमा गएर हेर्दा त कति रहेछ 58,000 रहेछ। अब यो मिलेन है। अब किन मिलेन भन्दै अब हाम्रो रियल डेटामा नि के थियो रियल डेटामा हेर्नु त 1 वर्षको काम गरेको मान्छेको स्यालेरी 35,000 हुनुपर्ने थियो। यो लाइनले के भन्छ त 1 वर्षको काम गरेको मान्छे यो यहाँ लाइनमा ठोक्यो साइडमा हेर्दा त जम्मा 8,000 छ। यो त होइन नि त नि यो लाइन हेर्नु त मैले यसको नजिकबाट गएको भएर पो मिलाएको थिएँ। यो लाइनको टाढाबाट यो पोइन्टहरूको टाढाबाट बनाइदिएपछि त यो लाइनले त अर्कै अर्कै भ्यालु दिन थाल्यो। अब हेर्नु 2 वर्ष कोही मान्छे 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी 40,000 भनेर हाम्रो डेटाले दिएको थियो है रियल डेटा ग्राउन्ड ट्रुथ पनि भन्छ। यो डेटामा यो थियो हाम्रो ट्रेनिङ डेटामा। अब यहाँनिर मैले यो हावा लाइन बनाइदिएको थिएँ मैले है। यो लाइनले के भन्छ भने 2 वर्ष काम गरेको मान्छे यहाँ छ 2 वर्ष एक्सपिरियन्स भएको मान्छेको स्यालेरी मैले हेरेँ भने त यहाँ गयो। अब हेर्नु त 18,000 जति आयो। यो त एकदमै रङ हो नि त 40,000 हुनुपर्ने हो। त्यही भएर चाहिँ मेरो लाइन चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ यसमा है। सो लाइन कहाँबाट गएको छ त्यो कुरा बुझ्नु पऱ्यो। लिनियर रिग्रेसन कहिले काम गर्छ जब चाहिँ मेरो लाइन चाहिँ क्लोजेस्ट हुनु पऱ्यो मेरो ट्रेनिङ पोइन्ट्सहरूसँग। यो मेरो ट्रेनिङ हो नि त यो मेरो रियल डेटा हो नि त रियल डेटालाई हाम्रो ट्रेनिङ पनि भन्छौँ है। सो रियल डेटाको नजिकबाट गयो भने मात्र मिल्छ क्या। अन्त अब मिल्थ्यो होला नि त होइन। अब 11 वर्ष कोही मान्छे काम गर्छ भने त्यसको स्यालेरी कति हुन्छ 85-90 हुन्छ है। अब मिल्नु खोज्यो नि त होइन। सो यसरी चाहिँ मैले लाइन बनाउनु पऱ्यो। मैले लाइन चाहिँ जस्तो पाएँ त्यस्तै बनाएँ भने चाहिँ मेरो प्रिडिक्सन गलत आउनसक्छ। सो मेरो टार्गेट के हुनु पऱ्यो मेरो जुन चाहिँ ट्रेनिङमा भएको डेटाहरू छ त्यसको नजिकबाट मैले लाइन तान्नु पऱ्यो। सो मेसिन लर्निङ लिनियर रिग्रेसनमा चाहिँ मैले एउटा लाइन बनाउँछु जुन चाहिँ मेरो ट्रेनिङ डेटाहरूको नजिकबाट हुन्छ है। अनि त्यही लाइनबाट चाहिँ मैले फर्दर अरू भ्यालुहरूको अरू मेरो एक्सको भ्यालुको चाहिँ एक्सको भ्यालु राखेर चाहिँ मैले वाइ चाहिँ प्रिडिक्सन गर्छु है त है। अब मैले के गर्छु नम्बर अफ एक्सपिरियन्स यहाँनिर थप्छु सिधा हेर्छु लाइनमा गएर त्यो प्र लाइनसम्म चाहिँ धर्को तान्छु त्यसपछि लेफ्ट साइडमा हेर्छु जति भ्यालु आयो त्यही नै भ्यालु मेरो एन्सर हो। यो चाहिँ मेरो लिनियर रिग्रेसनको मेन फाउन्डेसन हो। मैले एउटा लाइन ड्र गर्नु पऱ्यो है। यहाँसम्म सबैजनाले बुझ्नु भएको छ होला।